यो ल ल कुस्ती होइन मस्त इन्टरटेनमेन्ट चलिरहेको छ त यहाँ ल यो त रेमास्टरियो लक हान्दिएर यार उडेर यो सुई 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 घुमेर ल कमेन्टरले त कस्तो बेजर हान्दिएर ल बाउ मैले कति खुसी थियो त छोरा जन्मायो भनेर तर त मैदान छोडेर भाग्छस् त अरे अब इगोमा आयो नि त इगोमा आयो यो कमेन्टेटर चाहिँ ब्लास्टै भएको रहेछ है यसले इगोमा हान्दियो होइन त्यसले इसको इगोमा लाग्यो पनि के अनि चट्टो लगाएर भित्र आयो यसरी कट्टु जन्दाखेरि कट्टु च्यातिँदैन भने ओए लक हान्दियो त नेपाली चाहिँ सेकुलर कन्ट्री भन्छ नि अब नाम छ पण्डित थापा थापा भनेपछि छेत्री पर्यो अब लगाएको छ लुगा लगाएको छ लामाको लुगा लगाएको छ होइन लामा बनेर आएको तर यार लामा बनेर आएको छ यो मान्छे होइन झगडा गरिरहेको छ डब्लुडब्ल्यू खेलिरहेको छ त्यो चाहिँ अलि नपच्दो छ तर त्यही पनि हेरिदिउँ भने त नेपाल सेकुलर कन्ट्री यतिकै भने होइन नि मान्छेहरू पनि धेरै राम्रो छन् है हिन्दू मुस्लिम भाइ भाइ भने जस्तो यो वाट इज अप युट्युब ग्याङ वेलकम टु माई ब्रान्ड न्यू भिडियो आज चाहिँ हामी डब्लुडब्ल्युई हेर्दैछौँ यो चाहिँ युएसको डब्लुडब्ल्युई होइन कि यो चाहिँ हाम्रो देशी हाम्रो इन्डिया भर्सेस नेपालको दङ्गल हेर्दैछौँ यो चाहिँ अब हाम्रो थापाजी हुनुहुन्छ होइन पण्डित थापा लामाको भेषमा हुनुहुन्छ यहाँ चट्टो लगाएर ढाका टोपी लगाएर उहाँ चाहिँ अब नेपालको हुनुभयो उहाँको अपोनेन्ट चाहिँ यो रहेछ यो मान्छे चाहिँ इन्डियाको रहेछ है त तर मजाको छ है यो साउन्ड बढाउँ है पण्डित थापा पहलवान नेपाली चाहिँ सेकुलर कन्ट्री भन्छ नि अब नाम छ पण्डित थापा थापा भनेपछि छेत्री पर्यो अब लगाएको छ लुगा लगाएको छ लामाको लुगा लगाएको छ होइन लामा बनेर आएको तर यार लामा बनेर आएको छ यो मान्छे होइन झगडा गरिरहेको छ डब्लुडब्ल्यू खेलिरहेको छ त्यो चाहिँ अलि नपच्दो छ तर त्यही पनि हेरिदिउँ भने त नेपाल सेकुलर कन्ट्री यतिकै भने होइन नि मान्छेहरू पनि धेरै राम्रो छन् है हिन्दू मुस्लिम भाइ भाइ भने जस्तो ताप्लेजुङबाट रहेछ जय बाबा भी है मेरे बाबा है भाई ताली मारो आप लड़के देखिए आपको पता चल जाएगा कि किसकी लिखावट सही है रहता ताली मारो जोरदार की दोस्तों हेलो 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 ये पहलवान है भाई ताली मारो लो लात दिरा ये पहलवान है भाई ताली मारो ए नेपालीलाई हेप्दिएको पक गोर्खेको पावर देख्छु अहिले ए नेपालमै भएको पो यो ल म त इन्डियामा भएको भन्दा नेपालमा नि यस्तो गेम हुन्छ यो के भन्छ यसलाई दङ्गल ल के हो यो नेपाली दाजुभाइ खोइ त अनि हाम्रा नेपाली भनिदिएर अब खोइ सबै इन्डियन मात्रै देख्छु त अनि एक नेपाली सबै भारी
नेपालीलाई रिस उठिसक्यो है। यार कुश्ती लड़ रही है, कुंभू को लड़ी नहीं करने। आप कुश्ती लड़ी, कुंभू को लड़ी नहीं, नहीं हाथ मिला ताली वाले जोरदार की भैया। चलिए अब आएगा अब सुरु हुन्छ असली दङ्गल। पहलवान हिमाचल प्रदेश पट्टा बाबा लाठी पहलवान ताली मारो जनता जोरदार की मेरे दोस्तों। उन्हीं के सवाल के जवाब में रेफरी साहब के टुप्पी रहेछ त टुप्पी। जमाने की नहीं बदल। यह है पंडित थापा पहलवान, बोध नेपाल जिला तापलेजू। ताली मारो जनता जोरदार की राजधानी काठमांडू। कुश्ती का समय 10 मिनट 8 मिनट। लड़े मेरे भाई और भजे मेरे भाई, दोनों अच्छे बहुत सुंदर दोनों पहलवान हमारे। शुरू हो दीजिए कोई बढ़िया सा। हाँ गाना लगाओ बढ़िया सा भाई। हाँ नेपाली कुटुम्ब 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 को बहुत अच्छे। नेपाली कुटुम्ब बढ़िया सा। हाँ गाना लगाओ बढ़िया सा भाई। हाँ नेपाली कुटुम्ब ल कुटुमा कुटु गाना लगा भन्दैछ। ल इन्डियामा धरि फेमस रहेछ नि त कुटुमा कुटु। मोस्ट वाच्ड हेर्नु त त्यो म्युजिक भिडियो 200-300 मिलियन कति छ हो त्यो। बहुत अच्छे पंडित थापा पहलवान बौद्ध नेपाल और मुकाबला करते बाबा शक्तिमान पहलवान हिमाचल प्रदेश। बहुत सुंदर शांति सुकून प्यार मोहब्बत एहतराम के साथ बहुत बढ़िया बहुत अच्छे। हाय 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 पंडित थापा पहलवान और बाबा शक्तिमान। आए छोड़ बहुत सुंदर हमारे जो साउंड मास्टर है नेपाली जय गोर्खे देखाइदिए पावर पंडित थापा। लो झापड दिँदा लो बाहिर पनि जान पाइन्छ। त्यो माथिमा खेल्ने होइन र। लो ढालिदिएर ए म भन्न चाहिँ भित्र दा भन्दैछु यो रिङ हो नि त। कोई पीछे नहीं भाग रहा भाई। ताली मारो जनता जोरदार की। बहुत अच्छे पंडित थापा पहलवान बहुत नेपाल। हाय 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 बाप रे बाप। ताली मारो मेरी जान। बल्ले बल्ले कभी कभी थल्ले कभी पूरी बल्ले बल्ले कभी यसरी कट्टु जाँदाखेरि कट्टु च्यातिँदैन भने बल्ले बल्ले। बहुत अच्छे एक लक हान्दियो त। नेपाल नीचे है और शक्तिमान पहलवान ऊपर है। निकलना निकलने की ट्याप गरेर के हो यो। 90 डिग्री से ऊपर नहीं होना चाहिए। हाँ ज्यादा मत करो। कोई बात नहीं। ओए क्या उठ ऐसा नेपालको इज्जत तेरो हातमा छ। उठ पण्डित जी। ओहो बदतमीजी नहीं जिद्दी चाहिँ कसरी हो यसमा। अगर पहलवान इसके सीने में मार कर अगर कुश्ती लड़ना बस में ना हो तो झाड़ी में छिप कर किसी परिंदे का शिकार कर। भाई ताली मारो जनता। ओए ल के हो यो के पोजिसन यो पाद्यो भने त सक्यो त यो। खुट्टाले घाँटीमा झ्याप गराएर हात उताबाट लक। अब यो डेन्जर छ त यो पोजिसन त। ओए घाँटी घाँटी च्याट भाँचिदिने भयो घाँटी। चिंगारियां निकल रही है। कुश्ती रोक कर दी जाएगी। चारों खान अच्छी मानी जाएगी। चलती भी कुश्ती किसी को नहीं दी जाएगी। कसरी निक्लिन्छ यहाँबाट। ल मेरे मिट्टी के शेरों बहुत बढ़िया। कोई किसी से कम नहीं है। यो पोजिसन त डेन्जर छ त। बहुत अच्छे दोनों पहलवान। कोई किसे कम नहीं है। नीचे पंडित थापा पहलवान है, ऊपर है शक्तिमान पहलवान हिमाचल प्रदेश इंडिया। एक तरफ पंडित थापा के ऊपर शक्तिमान एक तरफ नेपाल है। मुकाबला चलता हुआ आपके सुकोमलान की सरजमी झंडा मेला महोत्सव में दोस्तों पहली बार पहली मर्तबा टैपिङ गरे के हो यो।
छिप छिप डोगरा पहलवान जैसे पहलवान पहलवान ने इसको समझाया एउटा चिज हो कि अब यहाँ के रेफ्री पनि 3 जना 4 जना छ त हो एउटा फोटो खिचिरहेछ एउटा हेरिरहेछ दुईटा हेरिरहेछ एउटा रेफ्री छ ल माइकमा यो कमेन्टेटर होला यो दुईटा रेफ्री हो अनि चाहिँ फोटोग्राफर भिडियोग्राफर रिङभित्रै जान पाइयो त मस्त गरिरहेछ ल भिडियो भाई कोई भी नहीं के हो यो रमायो त जित्यो क्या के गरेर यसले भाई कोई भी यसरी उचालेर पठारे भने हो लो नैने नै भनेर त उसले माला दिइसक्यो लो लो भिडियोबाट रेफ्रीले नै नै भएको छैन भनिरहेको छ हो माई लाइफ माई चोइस माई रुल्स भने जस्तो हो कि हो यो अडियन्सले नाइ नै नै भन्न भाएन भएको छैन भनिरहेको छ त्यो के हो यसको यो जित्ने चाहिँ कसरी जित्छ त्यसले लो यसको चाहिँ अलग्गै चुल छ यार यसको चाहिँ मतलब छैन त रेफ्रीले के भन्न मतलब छैन उसले जिताइदिइसक्यो उसले अडियन्स छैन यहाँ अडियन्स भाँचेन भनिरहेको छ ल कसरी जित्यो के गरी जित्यो अत्तो पत्तो थाहा छैन ल पैसा नि पाइसक्यो त ल जब तेरा जन्म हुआ था ना तो तेरे माँ बाप ने ढोलक तासे बजाए थे कि घर में लड़का पैदा हुआ अब धिक्कार तेरी जवानी पर जो मैदान छोड़कर बाहर भागना ल कमेन्टरले त कस्तो बेजत हान्दिरा ल बाउ मैले कति खुसी थियो त छोरा जन्मायो भनेर तर त मैदान छोडेर भाग्छस् त अरे अब इगोमा आयो नि त इगोमा आयो यो कमेन्टेटर चाहिँ ब्लास्टै भएको रहेछ है यसले इगोमा हान्दियो होइन त्यसले यसको इगोमा लाग्यो पनि के अनि चट्टो लगाएर भित्र आयो अब रियल दङ्गल हुन्छ यहाँ हेलो यहाँ जैसी जनता ने देखी बहुत बेईमान जनता है यहाँ की कुश्ती साहब होगी हमारी तरफ तो हिमाचल में कुश्ती ऐसी कर देते साहब हमारे इंडिया में कुश्ती भी ऐसी कर देते ये इंडिया यो तराईमा भएको रहेछ भनेपछि बेमान जनता अरे अब कसरी जित्यो मलाई अब त पत्ता थाहा छैन के भने हेलो पहलवान ये इंडिया नहीं है ये हमारा नेपाल यहाँ पर कुश्ती ऐसे नहीं होती के हुने हो कि यहाँ पर कुश्ती ऐसे नहीं होती इन्डिया होइन यो नेपाल हो यस्तरी कुस्ती हुँदैन यहाँ ल ताप्लेजुङको सान हाम्रो नेपालको सान हराइदिनु पर्यो यसलाई यस ए बुढाबा छेक्यो कि छेक्यो नछेकाउ न
मन लाग्दिछ रिङभित्र नि 5-7 जना जो पनि छिर्दैछ यो ल कुस्ती होइन मस्त इन्टरटेनमेन्ट चलिरहेको छ त यहाँ ल ल यो त रेमस्टरियो लक हान्दिएर यार उडेर यो सुई घुमेर फेरि हाम्रो यार पङ्कज थापा होइन सुनाम के हो न पण्डित थापा फर्ममा आयो त केटो त लौ फर्ममा आयो त लो एउटाले भ्याउँदैन भनेर सबैजना हेरेर कोही 2 कमेन्टेटर आएछ अहिले त लो रिङभित्रै लोहा बज रहा है चिंगारियां निकल रही है लोहे से लोहा टकरा रहा है मलाई कमेन्ट्री चाहिँ खतरा लाग्यो मस्त लाग्दा सायरी दिइरहेछ घरि कि होइन भड्काइरहेछ होइन प्लेयरलाई सायरी दिइरहेछ होइन के हो पण्डित उठ कुटुम अघि गीत बजा दिइरहेछ होइन गीतै बजाइरहेछ होइन खालि कुटुम भने छ युट्युब पे सर्च कर लीजिए रे ल पोजिसन त डेन्जर हो त यो के भयो फेरि छुटिरहेको छ यो ट्याप गरिरहेछ त ए यो उसले पल्टाएर जित्नु जस्तो छ कि अघि पनि त्यसले पल्टाउन खोजेको थियो अनि त्यही भएर जित्यो भनेर गएको थियो नि यो यसरी पल्टाएर यसरी छोड्ने जस्तो छ यो पल्टाउनु खोजिरहेछ है त्यसले उताबाट उताउनु पारेर हो अबाइज हो तर हाम्रो यो पण्डित थापा चाहिँ एथलेटिक रहेछ दामी यतानी छोरा त यताबाट निक्लिएछ घरि उताबाट निक्लिएछ होइन घरि त रेमा स्टुडियोको फन पनि घुमेर हान्दैछ बोतल दिएर कति मिनटको 13 मिनट भइसक्यो कतिखेर जित्छ त अब यसले अब जित्छ कि के हो कसले जित्छ अब ओए
उचालतिर होइन यो चाहिँ मेन लक जस्तो हो त्यो भन्छ नि त्यो रेमस्टरको 619 भयो नि त मास्टर लक भने त्यसको यो मास्टर लक हो त्यति हानेपछि पुग्यो पंडित थापा पहलवान बौद्ध नेपाल इस कुश्ती में जीते भाई मान और सम्मान करें पंडित थापा पहलवान पहली बार आपके धन्यवाद मैं दोस्तों यस नेपाल यस तर दामी जित्यो यार यो कसरी के भयो कहाँ भयो मलाई केही थाहा छैन होइन यो जित्यो खुसी लाग्यो त्यति हो यो गेम के हो पनि बुझिनँ मैले कसरी गर्ने नि बुझिनँ जित्यो आनन्द भयो मजा आयो